आज हामीले माइपे नयाँ अकाउन्ट कसरी बनाउने, केवाइसी भेरिफिकेसन कसरी गर्ने आजको भिडियोमा सबै कुरा डिटेलमा भन्नेछु। भिडियोमा अगाडि बढ्नुभन्दा पहिले एक लाइक गर्नु होला र यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सबैभन्दा पहिले आफ्नो मोबाइलमा रहेको प्ले स्टोरमा जानुहोस् र माइपे लेखेर सर्च गर्नुहोस्। सर्च गर्नुहोस् र डाउनलोड गर्नुभएको छैन भने डाउनलोड गर्नुहोस् र अपडेट गर्नुभएको छैन भने अपडेट गर्नुहोस्। र मेरो अपडेट भएको छ र ओपनमा क्लिक गर्नुहोस्। ओपनमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। साइन इनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले साइन इनमा क्लिक गरिसकेपछि आफ्नो नयाँ नम्बर हाल्ने, आफ्नो पुरा नाम हाल्ने, त्यसपछि जेन्डर सिलेक्ट गर्ने, पासवर्ड हाल्नु होला। यति गरिसकेपछि क्रिएट न्यू अकाउन्टमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईको नम्बरमा 6 अङ्कको ओटिपी आउँछ र ओटिपी हालेर भेरिफाई ओटिपीमा क्लिक गरेपछि तपाईको सक्सेस भनेर देखाउँछ र त्यसपछि तपाईले 4 अङ्कको पिन राख्नुपर्ने हुन्छ। पिन राखेपछि सेट एमपिएनमा क्लिक गर्नुहोस् र अब तपाईको माइपे अकाउन्ट बन्यो र अब तपाईले केवाइसी भेरिफिकेसन गर्नुपर्ने हुन्छ। त्यसको लागि फिल केवाइसी मा क्लिक गर्नुहोस्। अब तपाईले पर्सनल डिटेल भर्नुपर्ने हुन्छ। जस्तै फर्स्ट नाममा आफ्नो नाम राख्ने, लास्ट नाममा आफ्नो थर राख्ने र जेन्डरमा आफ्नो मेल हो कि फिमेल हो कुन हो त्यो सिलेक्ट गर्ने। त्यसपछि तपाई सिंगल हो कि म्यारिड हो सिलेक्ट गर्ने। त्यसपछि आफ्नो बुवाको पुरा नाम हाल्ने अनि आमाको पुरा नाम हाल्ने, हजुर बुवाको पुरा नाम हाल्ने। अकुपेसनमा चाहिँ तपाई स्टुडेन्ट हो या व्यवसाय छ अदरमा सिलेक्ट गर्नु होला। त्यसपछि तल रहेको छ नेसनलिटीमा चाहिँ आफ्नो नेपाल सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले राम्रोसँग विवरण हेरेर नेक्स्टमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईको एक स्टेप पुरा भयो र अब तपाईले दोस्रो स्टेपमा चाहिँ आफ्नो एड्रेस भर्नुपर्ने हुन्छ। प्रोभिन्समा चाहिँ आफ्नो प्रदेश हाल्ने, त्यसपछि डिस्ट्रिक्टमा आफ्नो जिल्ला हाल्ने र तेस्रोमा आफ्नो नगरपालिका हो या महानगरपालिका कुन हो नागरिकताबाट हेरेर हाल्नुपर्ने हुन्छ। त्यसपछि वडा नम्बर हाल्नु होला र स्ट्रिट नाममा तपाईको गल्लीको नाम या सडकको नाम हाल्नु होला र त्यसपछि तल रहेको चाहिँ हाउस नम्बर हालेर राम्ररी चेक गरेपछि नेक्स्टमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि अब तपाईको डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ। नागरिकताबाट खोल्दै हुनुहुन्छ भने चाहिँ फर्स्टमा रहेको छ नागरिकता त्यो क्लिक गर्ने। त्यसपछि अपलोड फ्रन्ट इमेजमा क्लिक गरेर नागरिकताको अगाडिको फोटो अपलोड गर्नु होला। त्यसपछि तल रहेको छ अपलोड ब्याक इमेजमा चाहिँ आफ्नो नागरिकताको पछाडिपट्टिको फोटो अपलोड गर्नु होला। त्यसपछि हल्का स्क्रल गर्नुहोस् र टेक अ सेल्फीमा क्लिक गर्नु होला र आफ्नो कान आँखा सबै स्पष्ट देखिने गरी फोटोमा क्लिक गर्नुहोस् र डनमा क्लिक गरेपछि तपाईको केवाइसी भेरिफिकेसन रिभ्यूमा जान्छ र 24 घण्टाको भित्रमा तपाईको केवाइसी भेरिफिकेसन हुन्छ। आजको भिडियोमा भएको जानकारी राम्रो लागेमा लाइक, कमेन्ट, शेयर गर्न नभुल्नु होला र साथै च्यानललाई सब्स्क्राइब गरिदिनु होला। थ्यांक्स फर वाचिङ।